हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि आइसकेको छु एउटा नयाँ ब्लग लिएर। आजको ब्लग चाहिँ है असार 15 ब्लग हो। फर्स्ट अफ अल ह्याप्पी असार 15 सबैजनालाई है। सो आज चाहिँ दही चिउरा केरा आँप खाने दिन हो। सो आज चाहिँ त्यो पनि छ खुसियाली, अनि अर्को मेरो आज इक्जाम पनि सक्यो, त्यसको पनि छ खुसियाली साथीहरू। यति धेरै त्यही कारणले इक्जाम भएको कारणले मैले चाहिँ भिडियो कन्टिन्यू गर्न पाएको थिइनँ। सो आज फाइनली इक्जाम सक्यो, यति धेरै खुसी लाग्छ होइन। यहाँ हेर्नु न, रुमको हालत पनि यस्तो छ है। पढाइ प्लस जब भएपछि साथीहरू यस्तै हुन्छ है हालत, अनि त्यही भएर है म्यानेज गर्न सक्न जान्न पर्छ साथीहरू है। अनि यहाँ हेर्नु न, हाम्रो एउटा न्यू मेम्बर पनि छ। यहाँ हेर्नु त, को होला है, पटु एउटा यहाँ छ काम बिगार्ने। हेर्नु त साथीहरू, यहाँ सबै फोहोर बनाउने मात्र काम छ यसको। मान्दैन त्यहाँ भित्र राखिदियो भने कराकरै गर्छ, त्यही भएर यहाँ बाहिर उसलाई डुल्न पर्छ। यहाँ सबै फोहोर बनाइदियो। अब म जान लागेको दही चिउरा खानालाई साथीहरू। मैले चाहिँ हेर्नु न, यहाँ केरा दही आँप है मैले होइन यो सबै खान सक्छु भने चाहिँ म फेरि यहाँ थप्न आउँछु। यहाँ पनि छ है, अनि यहाँ केरा पनि छ आँप पनि छ थुप्रै थपेर। यहाँ आज त दिनभरि खाएर बस्ने काम मात्र हुन्छ जस्तो। अनि यहाँ अफिस पनि जान पर्यो है साथीहरू। सुरुमा यो खान्छु अनि बल्ल म अफिस जान्छु। अफिसमा पनि अब खुवाउनुहुन्छ होला सरहरूले, अब हेरौँ के हुन्छ साथीहरू। म अफिस पुगेर पनि देखाउँछु के कस्तो हुँदो रहेछ भनेर। सो साथीहरू, मैले चाहिँ यहाँ खाना स्टार्ट गरिसकेको छु, हेर्न सक्नुहुन्छ है। के गरौँ है, आँप जति खायो नि मनै भर्दैन है। दही चिउरा त एउटा बाहना है, आँप चाहिँ एकदम मनपर्छ मलाई। दही पनि ठिकै मनपर्छ। यहाँ हेर्नु, यहाँ यो को होला है, खानु सानो होइन, खालि मेरो खुट्टामा आएर बस्छ। ज्वरो पटु ज्वरो आगाको खुट्टामा आएर बस्ने तिमी, फोहोर गरिदिने के खोजिरहेको थियो यसले। सो साथीहरू, म चाहिँ दही चिउरा खाएर अब अफिस जान लागेको छु। सो साथीहरू, म अफिस पुगेर भिडियो कन्टिन्यू गर्छु। सो साथीहरू, म चाहिँ अहिले काम लिएर यहाँ अफिस आएको छु। साथीहरू, म चाहिँ यहाँ अहिले खाना खाएको छु। यहाँ मिसले राखिदिइरहनु भएको रहेछ मेरो। मिस पनि हुनुहुन्छ। नमस्ते। हामी चाहिँ आज असारको 15 दही चिउरा खाँदैछौँ है। अरू आँप केरा चाहिँ सकियो, दही चिउरा मात्रै बाँकी छ साथीहरू। म चाहिँ अलिक लेट भएर उहाँसँगै खानै पाएन कि उहाँले साथीहरू। अब हामीले दही चिउरा खाइसकेका छौँ, दाइले पनि खाइसक्नु। कस्तो लाग्यो आजको दिन तपाईँलाई यहाँ असार 15मा भन्नु त, यहाँ सुनाइदिनु जनताहरूलाई, सुन्न चाहन्छ। सो साथीहरू, हामी चाहिँ अफिसको छुट्टी भएर अहिले हामी यहाँ हेर्नु त आकाशी पुलमा यहाँ टिकटक भिडियो बनाउन आएको छौँ। यहाँ आकाशी पुलनिर हेर्न सक्नुहुन्छ साथीहरू, कति राम्रो छ यहाँ। हाम्रो टाढी राम्रो टाढी हो नि त। फेरि अब घर जान्छौँ अनि हामी एकछिनमा